हेलो नमस्कार। नमस्ते नमस्ते हजुर नमस्ते नमस्ते सन्चै हुनुहुन्छ? सन्चै छु मैले विश्व लिम्बू दाईको पोडकास्ट हेरेको थिएँ हजुरको अनि जोइन गर्न मन छ उहाँसँग हेनतेन भन्नुभएको रहेछ आइसकेको म जोइन हुनको लागि पहिलादेखि नि जोइन गर्ने भनेको अनि हजुर त अब राति राति आउनुहुन्छ नि त हजुर हजुर अनि त्यही भएर म कहिले पनि यतिर आउँदिनँ, म सुतिसकेको हुन्छु यो टाइममा। हजुर हजुर त्यही भएर अनि आज चाहिँ सबै भ्युवरहरूले उहाँसँग जोडिनु आज बहिनी भन्नुभएको थियो कि अनि त्यही भएर ठिक छ कहाँ कहाँ बस्नुहुन्छ हजुर अहिले भक्तपुरमा। खासमा चाहिँ भएको के हो मलाई लगायत यहाँ धेरैजनालाई पनि थाहा छैन होला म्याक्सिमम मान्छे खासमा चाहिँ मगर्नी सिस्टर भाइ नै मेरो चाहिँ कोभिड लास्ट इयरमा फोक्सो ड्यामेज भएको थियो, पुरै ड्यामेज भएको थियो कि अनि त्यस भेन्टिलेटरमा राखेको थियो कि मलाई। अनि भेन्टिलेटरमा चाहिँ 15-16 दिनभन्दा चाहिँ मुखबाट पाइप राख्न मिल्दैन अरे कि अनि यो चाहिँ डाइरेक्ट पल्पमा राख्नुपर्छ भनेर अनि डाइरेक्ट पल पारेर अनि लङ टर्मसम्म अनि कति 10 महिना जति त म आइसमा बसेको हो क्या। अनि लङ टर्म भेन्टिलेटर भएर चाहिँ अहिले सास फेर्ने नली सुकेको छ, त्यही सास फेर्ने नलीमा प्रब्लम हो क्या अहिले मेरो। बिस्तारै बोल्नुहोस् सिस्टर बिस्तारै बोल्नुहोस् कोसँग को बस्नुहुन्छ हजुर फ्यामिली चाहिँ यहाँ त म मात्रै हो, बाबा मम्मी त सिन्धुलीमै बस्नुहुन्छ। सिन्धुलीको हुनुहुन्छ हजुर हाम्रो पनि 3 जनाको मान्छेहरू हुनुहुन्छ सिन्धुलीतिर एकदम हजुर एकदमै भनौँ न खुसी लाग्यो अब बिहानतिर भिडियो देखेको अहिले बेलुकातिर जोइन हुन पाउँदाखेरि एकदमै खुसी। हजुरसँग मैले पहिलादेखि नै जोइन गर्नु भनेको त्यतिकै टाइम पनि मिलेन। हजुरलाई माया गर्ने मान्छेहरू धेरैजना हुनुहुन्छ कि हो हजुर यसरी माया गरे नि म यहाँसम्म छु नि अहिले दादा। होइन यहाँ सबैजनाले माया गर्छु भनेर भनिराख्नु भएको छ मगर्नी चाहिँ राम्रो हुनुहुन्छ माया गर्नुहुन्छ यताउति भन्नुभएको छ एकदम छ है माया छ हाम्रो साइडबाट पनि एकदमै माया छ है हजुरलाई सबैजनालाई। हजुर म पनि कोभिडमा मेरो पनि ड्याडीको डेथ भएको मेरो पनि बुवा बित्नु भएको कोभिडमा अनि म त्यो म सँगसँगै कति पेसेन्टहरू म मात्रै हो क्या त्यो कोभिडहरू बसेको। ठिक छ त्यही त म पनि त्यहीँ कोभिड वार्डमै थिएँ अनि कोभिड वार्डमै बसेँ 3-4 दिन रेगुलरै खाना खाएन मलाई पनि कोभिड लागेको थियो अनि बुवा त्यहाँ भनौँ न त्यस्तै भयो धेरैजनाले ज्यान गुमाउनु भयो एकैचोटि सबैलाई हो क्या सबैलाई सम्झिन चाहे सबैजना जसले पनि जसकोले पनि आफ्नो परिवार आफ्नो आफन्तहरू गुमाउनु भयो त्यो साइडमा उहाँहरू सबैलाई सम्झिन चाहे एकचोटि है एकदम अनि सँगै त्यो हुने सबै पेसेन्ट त छैन नि म मात्रै हो नि। ठिक छ हेरौँ न हजुरलाई माया गर्ने मान्छेहरू कतिजना रहेछन् होइन यसो हेरौँ न है हेरौँ अब मेरो एक्सेप्ट गर्नु त है उतापट्टि 100K प्लस स्कोर पुगेपछि मात्रै म पत्याउँछु है उहाँ हजुरलाई माया गर्ने मान्छे साँच्चीकै रहेछन् भनेर है उतापट्टि 100K स्कोर पुगायो भने चाहिँ ठिक छ एकदम है अनि खुसी लाग्यो एउटा पोडकास्टको थ्रुबाट। थ्याङ्क यू सो मच सबैजनालाई, हजुरलाई पनि थ्याङ्क यू सो मच है दादा। केही पनि जोइन गर्न पाएँ धेरै खुसी लागेको छ। ठिक छ बुन आफ्नो ख्याल राख आफ्नो केयर गर हेर होइन अनि त्यही हो सबैजनाले माया गर्नुहुन्छ माया गरी पनि राख्नु भएको छ सबैजनाले हो क्या। थ्याङ्क यू सो मच सबैजनालाई। 100K प्लस बनाइदिन्छु ल च्याट ग्याङ लेट्स गो फर 100K प्लस पोइन्ट्स जो पनि यतापट्टि च्याटमा यतापट्टि आउनु भएको छ जो पनि धुरन्धरहरू हाम्रो हुनुहुन्छ हाम्रो दादाहरू बिग लभ है मेरो ओम दाईलाई प्लस बिरोजलाई अङ्कित श्रेष्ठलाई जिजीलाई एभ्री वान हो क्या जानुहोस् लेट्स गो फर 100K प्लस पोइन्ट्स यार लेट्स गो फर 100K लभ कुल बाईको तर्फबाट पनि माया बर्साइदिनु होला उहाँलाई कुल ग्याङ भनेको कस्तो हो भनेर माया बर्साइदिनु होला ओके। हजुरको एकाउन्ट नम्बरहरू केही छ ए ठिक छ मलाई पछि पठाउनु होला है म एकजना हाम्रो दाइले माग्नु भएको छ म उहाँलाई पठाइदिन्छु है सबैजना मतलब जसले पनि गर्न चाहनु हजुरले हाल्नु भएको छ कि छैन ताकि
हेल्प गरिराख्नु भएको छ नै के मतलब आइडीमा के हाल्नु भएको छ कि छैन ब्याङ्क एकाउन्ट डिटेल्स अथवा केही छैन नि दादा वार्निङ देखाएको राखेको ए ठिक छ मलाई पठाउनु होला म गरिदिन्छु है है ठिक छ राम्रोसँग बस भनौँ अब त्यस्तो भइहाल्यो नहुने कुराहरू यो महामारी लागिहाल्यो कतिपयले त ज्यान गुमाउनु पर्यो कतिपयले के गर्नु पर्यो अब यस्तो सिचुएसन पनि छ एकदमै मलाई त लास्टै ट्रामा हान्छ यस्तो कुराहरूले त उभर्ने कि अनि म त कति अब त बानी भइसक्यो दादा ठिक छ कति वर्ष भइसक्यो 4-5 वर्ष भइसक्यो अहिले दिनुभएको भन्नु ठिक छ भनौँ च्याट जम्मा 55,000 के जम्मा 55 के इज दिस द पावर अफ ग्याङको पावर यही हो त 100 के पोइन्ट्स जानु पर्यो यार 100 के पोइन्ट्स जानु पर्यो कता गयो मेरा राजाहरू कता गए राजाहरू लाइभ सेयर गर उतापट्टि जानु माया सबैजनालाई सपोर्ट गरिदिनु भएकोमा ठिक छ माया गर्नुहुन्छ सबैले म त बोलचाल पनि भएको थिएन ढोकाभेट पनि चिन्जान पनि भएको थिएन आज यसो चिन्जान गर्ने गरेर आए तिमीलाई फलो ब्याक पनि गरेको छु फलो पनि गरे साथी पनि विरोज आए हाय विरोज मच लभ विरोज मच लभ विरोज अंकित घले ओम दाय चैट गो फॉर 100K points we can do this ठीक छ आफ्नै दाइ त हैन होला म भाइ हो कि दाइ परे हजुरको खै म त भाइयै पर्यो होला म त भर्खर स्वीट 23 हो अनि कति सालको हजुर म त 58 सालको हो 58 सालको म 60 सालको ए 60 सालको बुनु नै परेछ नि त बुनु नै परेछ ठीक छ राम्रोसँग बस सानो है माया छ हाम्रो साइडबाट एकदम कहिले पनि त्यस्तो एक्लो छु भनेर नसोच्नु हुन्छ च्याट वी आर रियली क्लोज टु 100K यार 100K पोइन्ट्स त जाओस् न उतापट्टि के बाबु के हो उतापट्टितिर चलबल हान्नु पर्यो राजाहरू राजा धन्यवाद थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच फर 100K पोइन्ट्स दिस इज लभ एन्ड दिस इज एभ्रिथिङ ओके माया छ मनदेखि एभ्रीबडी माया छ यस्तै कामहरू गर्दै जानु होला त्यस्तो गर्दै जानु मेरो दादाहरूलाई लभ माया तर बुनो तिमीसँग चाँडै नै भेटघाट पनि गर्न पाऊँ एकदमै भनौँ न एकदम खुसी लाग्यो हेर सानो अब त दाइ नै भन्दा हुन्छ मायाले है ओके हुन्छ हल्का फेरि थ्याङ्क यू सो मच हजुरको ज्ञानहरू सबैजनालाई यस्तै छ थ्याङ्क यू सो मच भन्न चाहन्छु है म धेरै त बोल्न अलिक मिल्दैन थ्याङ्क यू भन्नु पर्दैन अरे बहिनीले दाइलाई थ्याङ्क यू भन्नु पर्दैन बहिनीले दाइलाई पनि थ्याङ्क यू भन्नु इट्स ओके ठिक छ माया छ हाम्रो साइड यो त माया हो हाम्रो है माया हो लभ यू लभ यू भन्नु ठिक छ लभ यू भन्नु लभ यू ठिक छ मेरो सानो ल राम्रोसँग बस्छ Chat, big respect to all the people out there, okay? Big respect. माया छ मनदेखि है माया छ च्याट मनदेखि माया छ स्पेसली हाम्रो ओम दाई अर्को एकजना को हुनुहुन्थ्यो बिरोज ओम एभ्रीबडी सपोर्ट गर्नु होला उहाँहरू जस्तो धेरैजना मान्छेहरू हुनुहुन्छ उहाँ पनि हुनुहुन्छ होइन तर उहाँहरू जस्ता धेरैजना बसिराख्नु भएको छ धेरैजना दुःख पाइराख्नु भएको छ धेरैजनाले आफ्नो लाइफमा स्ट्रगल धेरैजनाले गरिराख्नु भएको छ उहाँहरूलाई सपोर्ट गर्नु होला स्पेसल्ली ओके स्पेसल्ली च्याट ओके मस्ट लभ यार मस्ट लभ कोभिडको कुरा आएपछि फेरि टेन्सन लाग्छ एउटा कहानी सुनाउँछु है एउटा रियल लाइफमा घटेको कहानी सुनाउँछु मेरो है म धनगढी सेती अस्पतालमा थिएँ अनि कोभिड भएको थियो मेरो बुवालाई उहाँ मेरो गाउँको त्यहाँ कम्पनी भन्ने ठाउँ थियो त्यहाँ हस्पिटलमा राखेको थियो त्यहाँबाट फेरि हस्पिटलमा डक्टरहरू पनि हुनुहुन्थेन एउटा दुइटा हुनुहुन्थ्यो उहाँहरूले सक्दिनँ भनिसकेपछि कोभिडको वार्डमा लिएर आएँ सेती अस्पतालको कोभिड वार्डमा लिएर आएँ त्यति बेलामा म सानै थिएँ
12मा पास गरेको थिएँ। कोभिडबाट म ल्याइसकेपछि कोभिडबाट म बसाएपछि त्यहाँ सबजना मान्छेलाई देखेँ कि अनि हल्ला हल्का भयो मन अलिकति। ओहो हामीलाई मात्र रहन्छ, सबैजना खानासाना आउँथ्यो यताउति हुन्थ्यो होइन। तर मलाई पनि कोरोना लागेको थियो, मलाई पनि कोभिड भएको थियो। अनि त्यो खाना प्लास्टिकमा आउँथ्यो कि, दाल पनि सँगै भात पनि सँगै, बुझेनौ त्यस्तो खालको प्लास्टिकमा आउँथ्यो दाल भातसँगै। अनि अन्डा आउँथ्यो एउटा, अनि आउँथ्यो म खाँदैन, बुझेन म खाँदैन। अनि 2-3 दिन 4 दिन रेगुलर भइसक्यो खाना नखाएको, यताउति भइसक्यो। 17 केजी घटेँ म, 17 होइन 15देखि 17 किलो घटेँ। करङ मात्रै बाँकी थियो मेरो, बुझेन 17 किलो घटेँ। अनि त्यो अब छोडिदियो, स्याड कुराहरू नगर्नु नि। तर त्यो टाइम चाहिँ एकदमै दुःखद टाइम थियो यार। त्यो टाइम एकदमै भनौँ न हेल्पलेस टाइम थियो क्या। आधी सिलिन्डर बाँड्नु पर्ने, एउटा सिलिन्डरको ठाउँमा आधी भइरहेको छ, सबैलाई पुग्नु पर्यो भनेर सिलिन्डर सकिन थालिसक्यो। ओहो बुझेन के गर्ने होला त अब यार, सिलिन्डर सक्यो त मान्छेको ज्यान पनि सक्यो भन्ने फिल हुँदैन। सिलिन्डरको लागि रुवाधुवाई गर्नुपर्ने, यताउति गर्नुपर्ने। उफ